यो हाइबिस्कसको बिरुवामा चाहिँ एयर लेयरिङ गर्ने विधि सिक्दैछौँ। यो एयर लेयरिङ गर्दाखेरि हाँगा चाहिँ पेन्सिल आकारको हुनुपर्छ, धेरै मसिनो र धेरै मोटो पनि हुनु हुँदैन। यो आकारको हाँगामा माथिल्लो पट्टिको पातलो यसको छाला चाहिँ निकाल्नुपर्छ, लगभग 1 इन्ची आधा इन्चीको ग्यापमा। र यो गरिसकेपछि यसमा चाहिँ रुट हार्मोन चाहिँ लेप्नुपर्छ, फङ्गल्स नलागोस् भन्नको लागि र जरा सजिलै निकाल्नको लागि। अब त्यो छैन भने हामी घिउकुमारीको जेल पनि युज गर्न सक्छौँ। हो यसै गरी घिउकुमारीको जेल लगाइसकेपछि अब यसमा चाहिँ हामी मोस ग्रासले यो टाछिएको भागमा चाहिँ बिचमा पर्ने गरी यसरी टाछिएको भागमा ढाकिने गरी, चारैतिर ढाकिने गरी मोस ग्रासले ढाकिसकेपछि पातलो प्लास्टिकले यसो गरी बेर्नुपर्छ। बेर्दाखेरि चाहिँ यो हाँगा चाहिँ भाँचिन सक्छ एकदमै बिस्तारै, मजाले, आरामले। यो ढाकिने बेला चाहिँ के विचार गर्नुपर्छ भन्दाखेरि यो प्लास्टिकबाट हावा र पानी दुईटा चाहिँ यो टाँसिएको भागमा पर्नु हुँदैन, अलिक टाइट गरी बान्नुपर्छ। यसरी प्लास्टिक बेरिसकेपछि अब माथिल्लोपट्टि यसरी डोरीले मजाले टाइट गरी बान्नुपर्छ। अब त्यसै गरी तलपट्टि अब यसरी बाँधिएको कलमी 4 हप्तादेखि 6 हप्ता भित्रमा यसमा जरा निस्किएको प्रष्टै देखिन्छ। यो जरा निस्किसकेपछि यसको ठ्याक्कै तल्लो भाग जुन डोरीले बाँधेको छ तल्लो भाग देखि हामी काटेर चाहिँ अर्को पोली ब्यागमा सार्नुपर्छ र 1 महिना जति, 4 हप्ता जति छायामा ग्रीन हाउसमा, पोली हाउसमा राखिसकेपछि यो बिरुवा तयार हुन्छ।